अहिले चाहिँ बिहान चाहिँ मैले मल फालेँ अनि अहिले चाहिँ म घाँस काट्न जानेछु। यहाँ डोका बोकेर हिँडिरहेको छ एउटा भाइ अनि म चाहिँ यहाँ अनि हामी चाहिँ यहाँ केही घाँस छ भने घाँस काट्न आएका छौँ। देख्न सक्नुहुन्छ बिहान चाहिँ मैले 10 डोका मल फालेको, मल फालेर सकियो। अब यहाँ चाहिँ घाँस काट्न देख्न सक्नुहुन्छ। यहाँ तल हाम्रो पन्ध्यारा पिपलको रुख, ठुलो पिपलको रुख त्यहाँ तल छ। बाटो यस्तो छ हाम्रो गाउँको। यो बाटो त हामीलाई हिँड्न इजी लाग्छ, इजी। मैले भनेको थिएँ नि हजुरहरूलाई, एउटा यस्तो ठुलो पत्थर छ जो खस्ने जस्तो छ तर कहिले पनि हुँदैन, खसेको छैन। यो पहिलेदेखि यस्तै हो भनिरहेको थिएँ नि। त्यो पत्थर यही हो, हेर्न सक्नुहुन्छ। पुरा सिधा खस्ने जस्तो छ तर खस्दैन है। अर्को यहाँ तल छ है, यो अर्को त्यही हो। यो तलको यो ढुङ्गा, ठुलो ढुङ्गा चाहिँ आसनाबाट हेर्दाखेरि चाहिँ देखिन्छ। अनि एउटा यो हो जो हेर्दाखेरि गिर्ने जस्तो छ तर यो खस्दैन होइन। यस्तो छ ठुलो पत्थर। हाम्रो गाउँको यो चाहिँ पहिल्यैदेखि नै यस्तै हो यो ढुङ्गा। अनि एउटा यहाँ तलको छ। आजको भ्लग यति नै। अब हामी घाँस काट्न जाँदैछौँ अनि घाँस काटेर आउँदा चाहिँ हजुरहरूलाई थोरै भिडियो देखाइदिउँला। ओके, देख्न सक्नुहुन्छ यही ढुङ्गा जो हेर्दाखेरि खस्ने जस्तो देखिन्छ तर खस्दैन। एउटा हो त्यहाँ माथि, यही ठुलो ढुङ्गा हो हाम्रो गाउँको, एकदम खतरनाक। पहिलेदेखि नै यस्तै छ है यो पत्थरहरू ठुला ठुला।